पुरानी खबर बताउँछ कहाँ हुन्छ विष्णुले कता हुन्छ म यतिखेर वैकुण्ठ नाथ अधिपति श्री विष्णु कहाँ जानेछु प्रणाम विष्णुले प्रणाम हे विष्णुले आयुष्मान विष्णुले भन्नुहोस् ब्रह्माजी हजुरलाई आनन्द हुन्छ नि म आराम कुशल छु तर तपाईँ यो हताशमा विष्णुले के छ भन्नु हजुरलाई म आज साथी आपत्तिमा भएको छु के भन्दै हुनुहुन्छ हजुरले सत्य सत्य वचन भन्दैछु विष्णुले हे विष्णुले आज म सृष्टि भएन यो संसारलाई बचाउन चाहन्छु उत्पत्ति गर्न चाहन्थे हजुरले काने बुझिबाट ती भट्ट धरतीको उत्पत्ति भएको थियो तिनीहरूले मलाई यहाँ तपस्या गर्न भनिदिए त्यसैले यो खबर गर्न हजुरलाई म आएँ अवश्य ब्रह्मजी हजुरको यो विनती सुनेर मलाई पनि हाम्रो सृष्टि नरहने हो कि भनेर बडो चिन्ता लाग्यो त्यसैले प्रभु म यो सृष्टि बचाउनको लागि कोही मधुर तिमी हुन्छ मैले तिनीहरूसँग युक्त गर्न सक्दिनँ अब के गर्नुहुन्छ हजुरकै हातमा छ यसमा हजुर कति पनि चिन्ता नलिनुहोस् म विश्व भएको नाताले यिनीहरूसँग युद्ध गर्न तयार छु हजुर अगाडि सृष्टिको क्रम बनाउँदै जानुहोला अवश्य हजुरको जवाब विष्णुले अहिले म लाग्छु अवश्य म छल गरेर घमण्ड गरेर जसरी हुन्छ यो दुईटा आनन्दको अपेक्षित हुनेछु विष्णु भनेको यही जन्तु रहेछ भने टक्का टल्किएको एउटा हातमा लिएको छ भन्नुहोस् कति छिटो आएछ कहिले मैले भनेको सोध्दैनस् के भने तपाईँलाई सँगै सँगै जानुपर्छ हामी दुई दाजुभाइ मिलेर म अगाडि आए पनि आउने ठाउँ त यही हो नि अनि यो हाम्रो सानो हुँदै गएको हो नि फेरि मान्छे जस्तै पराक्रमी त पक्कै पनि होला त्यो त हुन सक्दैन यो संसारमा हामी दुई दाजुभाइ भन्दा अरू ठुलो पराक्रमी हुन सक्दैन हाम्रो अगाडि यहाँ बसेर के गर्दैछस् यसलाई हाम्रो जुन प्रश्न गरेको छ त्यसको उत्तर दिन आएन यता होइन हामीपट्टि होइन तिमीहरू मधुकैटो भएनौ यसलाई त हामी दुई दाजुभाइको नाम भइसकेको छ यसलाई त परिचय दिइराख्नु परेन हामी दुई दाजुभाइ भनेको मधुर
तिमीहरूले त ब्रह्माजीलाई उल्टै गरेछौ त। ए ब्रह्माजीलाई हामीले उल्टा गरेको होइन, ब्रह्माजीले हामीलाई गरे। हामीले ब्रह्माजीलाई युद्धमा अगाडि लगाएका थियौँ, तर ब्रह्माजी आफ्नो गाडी चलाउनका लागि यहाँबाट भागेर जानुभयो होइन, गयो। कुरा बुझेपछि त्यसैले हो हो त्यसलाई हामीले नै नखुटेको थियौँ, किनकि हाम्रो बाधा हुन आयो। त्यसैले विष्णु भनेको नै तिमी हौ। यता हेर मपट्टि हेर, विष्णु भनेको तिमी हौ। हो मै हो। ठिक छ, त्यसो भए हामीलाई पनि यो प्रकाशले धेरै ताप दिइरहेको छ। अवश्य बरु यसलाई पनि युद्ध गरेर प्राप्त गरौँ र यो संसारको विजय मात्र मधुराकै टक्रे गरौँ। सत्य वचन बलिसकेँ अहिले, सत्य वचन यो हाम्रै लागि युद्ध गर्न भनेर आएको जस्तो छ। यतिखेर यो सबै ठाउँमा जल गइरहेछ, यो जलमा कसरी युद्ध गर्ने? जलमा युद्ध नगरौँ, यहाँ यो पृथ्वीमा गरौँ। कस्तो बुद्धि गयो, पृथ्वी नै छैन, पृथ्वी नभएको ठाउँमा यसरी युद्ध गरेर म चाहदिनँ। यो आकाशमा जानुपर्ने हुन्छ। यता के भन्दैथियो मैले? आकाशमा युद्ध गर्नुपर्छ। त्यसैले अब यस्तो युद्ध भनेको छैन, हामीभन्दा बलवान हुन पनि सक्दैन। विष्णु तपाईँ हामी त युद्ध गर्न लागेको छैन। मलाई ब्रह्माजी जस्तो सोच्यौ क्या तिमीहरूले? तिमीहरू बिचरा सोझा ब्रह्मालाई जिस्क्याएर गएछौ, तर यो संसारको अधिपति विष्णुलाई चिनेनौ तिमीहरूले? विष्णु हामी कसैलाई पनि चिन्दैनौ र चिन्नु पनि परेको छैन, किनभने यो संसार ब्रह्माण्डमा हामी दुई दाजुभाइ जति बलवान कोही छैनौ। त्यसैले यो जुन ठाउँमा हुन्छ नि रास्ता हामीले गर्छौँ, तिमी जाऊ, तिमी कहाँबाट आउँदै जाऊ। होइन म किन जानु, त्यस्तो डराएर भाग्ने म कायर छैन नि। त्यसो भए युद्ध भूमिमा आइताल्यौ, आऊ युद्ध गरौँ। ल अवश्य है, बडो युद्धै गर्न मन लागेछ त। युद्ध गरौँ त। पहिला कसरी युद्ध गर्छस्? एकछिन युद्धको लागि धेरै हतार नगर। यति खेलाएर युद्ध गर्नुपर्छ, यति खेलाएर युद्ध गर्नुपर्छ कि यसलाई नमक हाल्नुपर्छ। पहिला युद्ध गर अवश्य। यो पो हाम्रो युद्ध गर्न आओ आओ यो लडाइँ के भएर मान्छे अगाडिमा सक्दैन हतार नगर विषय अझ पनि हाम्रो बल तेजस छ। यो पनि खायो अझ बाँकी छ है।
Lai, aja. Senang aja. Nah, lai, aja. Boleh boleh. Oh, mari. Aja. Dah, mana beri kali itu? Dari apa sah? Aja. Dari mana tadi? Dari mana ni? Tahan pakai rasa. Yo dulu. Tahu tak macam? Apa mau jadi? Ini dia aja. Nak mana yang cari kot. Kuliah. Ayo. Lai tu macam. Lah. Lai. Yes. Ayo. Guys. Ayo. Au. Kau ni mana? Mana saya? Guys. Ambil tanam tadi. Hei, nak apa kata? Pasal baik ni tu baik. Mana ni pasal ni? Baik, sir. Hei, kasar kita. Lupa orang ni. Kami asyik aja. Mella you hana paena jस्तो आइज You, boy. आइज चललाई त आइज बदल अरे आइज सक्दै आइज Bapa utama. Hakila sedikit. Kiberi utama sus. आइज यो थाक्नु Yo hakil saja. Kalau you jangan ambil hakil sih. Berat saya pergi. Kau boleh dia lah. Tanya. Hai musuh. Hai hanya utama. Kita sampai nas. त्यो त देखिहाल्यो नि आइज Yes. Ini aja. मारे बोल्नु छैन आइज dah happy kata kata. Aduh, kami jadi harap jalan saja. Kita sih. Dah. यो त यसलाई त नाइ गर्छ बलियो रहेछ यो त Saya tak kerja saya. Baik bisa. Ini benar sis. Benar. आइज Ini benar. आऊ Lepas tahu deh. Pergi balik hantar. Balik pergi. Nama zona. Ini sendiri. Wah. Buat. Buat apa ni? Kalau itu baru jadi. आऊ Wah. Kita tahu ni kalau आइज
म सोध्दिनँ क्या हो बोलिएर लेख्नुपर्छ क्या हो बोलिएर चाहिँ गएको चुप कोही नभए मैले आए जस्तो भनेर भएको फुटाइदिन्छु टाउको कहाँ भयो शिवजीको पनि हेर भयो होला आफ्नो लोक हो अहिले आउँछ अलि आउँछु मैले त भेटाएँ त्यस्तो हेरेर अर्को राज हामीले कोही छैन हामी दुई दाजुभाइलाई युद्धमा जित्दै त्यसैले अब यो सबै संसार हाम्रोपट्टिको छ म त नाच्नु भएको आएको अब कोही छैन एउटा आएको जस्तो लागिहाल्यो अब हामी मात्रै फेरि बुझ्नु आइयो अब यो पराजित भएर भएको मान्छेसँग के युद्ध गर्नु बरु यसलाई आशीर्वचन दिउँ आऊ सुनेर त मदेखि डराएर भागेछन् तिनीहरू विष्णु हामी तिमीदेखि कहिल्यै पनि डराएको होइन बरु तिमी हामीसँग युद्ध गर्नलाई सकेनौ त्यसैले तिमी आफै युद्ध मैदानबाट भागेको के होइन भाग्य होइन म धिन्न भएको थियो म धिन्न कालमा युद्ध गर्नु हुँदैन भनेर विश्राम गर्न गएको हो म ल तिमीहरू त बरु पराक्रमी रहेछौ तिमीहरूको युद्ध देखेर म त अत्यन्तै खुसी हामी त धरी बलवान पनि छौँ पराक्रम पनि हौ त्यसैले हे विष्णु तिमी जाऊ यो ठाउँमा तिमी बस्नको निम्ति लायक छैनौ यदि बच्चा युद्ध होइन अब तिमीहरूसँग लडेर मैले के पाउँ र तिमीहरूसँग लडेर मैले केही पनि पाउँदैन त्यो कारणले तिमीहरूको यो पराक्रम देखेर म अत्यन्त खुसी भएको ल मसँग तिमीहरूलाई मैले वरदान दिन्छु तिमीहरूको यो युद्ध देखेर म अत्यन्त प्रसन्न भएँ ल वरदान यो हारेकाले हामीलाई के वरदान दिएर के पाउनु छ र विष्णु त्यसो भए हामी तिमीसँग युद्धमा थाकेका पनि छैनौ तिमीले हामीलाई हराउनु पनि सकेनौ आजसम्म 10,000 वर्षसम्म तिमीसँग युद्ध गऱ्यौ हार्नेले जित्नेलाई के वरदान दिन सक्छ बरु तिमीले सक्छौ भने हामीसँग वरदान मागेर हामी अवश्य दिनेछौँ कायरको भाती जस्तो युद्ध मैदानबाट मुक्सैबाट भागेर तिमी अझै हेर्दै भन्छौ वरदान ल्याऊ भन्नु सक्छौ भने छातीमा हात राखेर अगाडि आऊ र वरदान माग तिमीहरूले साँच्चै वरदान दिन सक्छौ त्यति पराक्रमी छौ तिमीहरू अवश्य तिमीले एकचोटि हामीसँग त्यो वरदान मागेको हेर ल त्यसो भने मलाई तिमीहरूको भर त लागेको छैन पहिला बाचा गराऊ म वरदान दिन्छु भनेर बाचा गराऊ त्यसपछि मैले वर माग्छु ल तिमीहरूबाट अवश्य हे विष्णु हामी त्यति कायर भन्छौँ जहाँ कतैको गाउँला भनेर तिमी यो मनभित्र शङ्का मात्रै पाएको छ त्यसैले हामीबाट कहिले पनि यस्तो अविश्वास हुँदैन वचन भयो हे विष्णु एकदम पक्का वचन भयो पक्का भयो अवश्य साँच्चै हो यो पञ्चभौतिक शरीरले दिएको वचन पक्का भयो र के मनमा इच्छा छ आशीर्वाद माग हामी वचनमा पक्का छौँ त्यसैले बाचा हो है त अवश्य ल त्यसो भने मैले तिमीहरूसँग अरू केही वरदान माग्दिनँ तिमीहरू मेरै हातबाट मराओ मर्नुपर्छ यसले कस्तो वरदान माग्दैछ विष्णु रहेछ अवश्य यो कुरो मलाई अलि ज्ञान भएको जस्तो लागेको थियो यति पापिष्ट यति कुरो हुन्छ भनेर मैले कहिले पनि हामी पनि एउटा बाचा गर्नुपर्ने रहेछ अवश्य यो धूर्त रहेछ
यसले वचनमा हामीलाई हरायो तर हामी वचनमा कहिले पनि हातैले पक्का गर्छौँ ए विष्णु ए झलिया सुन ल भन हुन त हामी मर्द हामी बलवान हौँ हामी पराक्रम पनि हौँ जुन तिमीले यति झलिया यति कपट गरेर जुन वरदान तिमीले हामीसँग माग्यौ हामी त्यो कुरा गर्नेछौँ तर हाम्रो पनि एउटा बाचा छ त्यो तिमीले कुरा गर्नुपर्ने छ के बाचा छ तिमीहरू ल भन ए विष्णु मार त तिमीले हामीलाई मार यस्तो ठाउँमा मार कि जहाँ जल नभएको ठाउँमा मात्र तिमीले हामीलाई बात गर्न सक्नेछौ भएको ठाउँमा अवश्य हो यो बाटा हुन्छ भने हामी तिमीले भनेको नि कुरा गर्नेछौँ यिनीहरू त बडो ठन्डामा हर्न सङ्कटमा पो पारेको अब जल नभएको ठाउँ कहाँ होला त यता हेऱ्यो रुद्रगङ्गा छिन् यता हेऱ्यो पुरा जलमग्न छ अब यिनीहरूले बडो फसाद गरे ल ए माथु गइरहनु ल त्यसो भने तिमीहरूलाई म जल्लै नभएको ठाउँमा मार्छु ए यसले कसरी हामीलाई जल नभएको मार्छ त्यो पनि हेरौँ न अहिले ल ल हामी आयो ल आओ मेरो काखेर हो त मेरो काखमा जल छैन यो थल पनि होइन जल पनि होइन यता जलै छैन ल तिमीहरू यही काठमा बस्छौ ठिक छ हामीले तिमीले भनेको जुन वचन पुरा गरेछौँ हाम्रो यो कर्तव्यमा आयो ल ल आओ हामीलाई यही हो जल छैन यसलाई त यही हो यिनीहरू गए यिनीहरूलाई मारि ब्रह्माजीका ठाउँमा आउँछ ब्रह्माजीलाई एकचोटि भेट्न पाए हुन्छु ब्रह्माजी कहाँ आउँछ ब्रह्माजी कहाँ जानुभयो यही हुँदैछ ब्रह्माजी सुन्नु त हेर्नु त यहाँ लडेका यी दुईटा मधुर गाईटा हुन् नि तपाईँहरूले यिनीहरूले बडो दुःख दिए संसारको श्रेष्ठ क्रम नै रोकिएला जस्तो भयो यसै कारणले हेर्नुहोस् त यिनीहरूलाई मैले मारिदिएँ नि अब केही फिक्र नगर्नु होला चिन्ता नगर्नुहोस् तपाईँ ढुक्कसँग सृष्टिको क्रमलाई अगाडि बढाउनुहोस् बरु आउनुहोस् तपाईँले म एउटा भजनमा नाचेर जाउँ है त ब्रह्माजी सुन्छ हरि ब्रह्म कमलैमा हे ब्रह्म कमलैमा विष्णु सुते जलैमा ब्रह्म कमलैमा